धेरै पछि आए है। आज चाहिँ एउटा विशेष भिडियो लिएर आएकी छु अनि यो भिडियोमा चाहिँ अनुहारको चमक चाहिँ कसरी बढाउने भन्ने विषयमा मेरो भिडियो रहेको छ। अनि त्यसपछाडि म चाहिँ केही टिप्सहरू दिन्छु अनुहार कसरी यस्तो खतरा बनाउने, कसरी राम्री हुने भन्ने विषयमा है त। अनि सुरुमा चाहिँ अनुहारमा चमक ल्याउनलाई चाहिँ केही गर्नु पर्दैन क्या। त्यसरी अब त्यो हुन्छ नि विशेष खालको अब रुटिनै फलो गर्नुपर्ने अनि स्किन केयर गर्नुपर्ने यताउता त्यो केही गर्नै पर्दैन क्या। मैले भनेको मान्नुहुन्छ भने चाहिँ यसो गर्नुहोस्। अब आज यो भिडियो हेर्नुहुन्छ नि तपाईहरुले अनि त्यो यो भिडियो पुरै हेरिसकेपछि चाहिँ मेरो च्यानलमा अरु कति 51-50 वटा सायद आसपास 50 मा भिडियोहरु छन् अरु सबै हेरिसक्नु हैन। अनि अब दिनमै हेरिसकेन भने चाहिँ अब राति सम्ममा जस एकछिन 1 सेकेन्ड पनि नकाटिकन मेरो भिडियो हेरिसक्नुस्। अनि त्यति भिडियो हेरिसकेपछि ऐना सैना त्यो यताउता केही गर्नु पर्दैन क्या। बिहान उठेर तपाईको परिवारको सदस्यले या त तपाईको छिमेकीले नै तपाईको अनुहारको त्यो चमक हुन्छ नि ग्लो हो त्यो मज्जाले देख्छन् क्या। अनि त्यो देख्न नसकेर तपाईको कुरा काट्छन् क्या, के हो रोइयो कि क्या हो के हो भनेर। किनभने ग्लो आएको छ नि त त्यो तपाईको अनुहारमा, त्यही भएर त्यसो भन्छन् क्या। स्किप गरिदिनु त्यो कुराहरुलाई। तपाई फर्स्ट स्टेजमा हुनुहुन्छ, तपाईको अनुहारको चमक ल्याउने भनेर त्यो सम्झिदा हुन्छ क्या छिमेकी अथवा परिवारका सदस्यले केही भन्यो भने। अनि अर्को कुरा चाहिँ त्यो डेली रुटिन बनाएर सनस्क्रिन, सनब्लक, मोइस्चराइजर, फेस वास यताउतामा पैसा खर्च गर्नु भन्दाखेरि बरु टन्न खाने बस्ने क्या। त्यो जथाभावी खर्च गरेर त्यो यो टाइपको स्किनलाई यस्तो, यो टाइपको स्किनलाई यस्तो भनेर त्यो भ्रम फैलाउँछ नि सोशल मिडिया इन्फ्लुएन्सरहरूले, त्यो चाहिँ भ्रम हो क्या। अनि पर्दैन क्या, ग्लो आफै आउँछ। जब मेरो भिडियो हेर्नुहुन्छ अनि मोबाइल धेरै चलाउनुहुन्छ त्यति भएपछि ग्लो आफै आउँछ क्या तपाईहरुको अनुहारमा। अनि अर्को हाइड्रेटेड हुनु, पानी धेरै पिउनु भन्छन् नि, त्यो पनि भ्रम हो क्या। पर्दैन पानी धेरै पिउनु। पानी धेरै पिएर टोइलेट गक्को गई गर्न कसले सक्छ हौ बित्थामा। बरु बसेर फोन नै चलाउनु, मेरै भिडियो हेर्नु। मेरो भिडियो हेरेपछि त अब मेरो भिडियोमा के हुन्छ, भ्यू बढ्छ। अब तपाईहरुले भिडियो हेरिसकेपछि शेयर गरिदिनुहुन्छ, शेयर भएपछि त्यहाँ अब सब्स्क्राइबरहरु नि बढ्छन्। त्यस्तो हो क्या कुरा खासमा।